हेलो गाइज, केम छौ? मजामा। आज चाहिँ करिब 7 बजेतिर फेसबुक र मेसेन्जरमा लगइनको समस्या देखाइरहेको थियो। त्यो चाहिँ सबैजनालाई थाहा नै भइसकेको हुनुपर्छ जहाँसम्म मलाई लाग्छ। बट त्यो लगइन इस्यु चाहिँ फेसबुकमा केही नयाँ अपडेट गर्न खोज्दाखेरि चाहिँ त्यो इस्यु आएको हुनुपर्छ जस्तो मलाई लाग्छ। किनभने चाहिँ अहिले चाहिँ करेन्टली 2026मा तपाईको फिफा वर्ल्ड कप 2026 यही जुन 11 देखि स्टार्टिङ भइसकेका छन् र त्यो माहौललाई हेर्दाखेरि फेसबुक मेटाले आफ्नो फेसबुकमा केही फिचर या नयाँ अपडेट गर्न खोज्दाखेरि यो इस्यु आएको हुनुपर्छ जस्तो मलाई लाग्छ। किनभने एउटा मस्त मजेदार एउटा फिचर भनौँ या अपडेट भनौँ फेसबुकले हाल्न खोजेका छन्। त्यो अपडेट चाहिँ मैले एकछिनमा हेराउने छु। स्क्रिन रेकर्ड हेर्नुस् है गाइज, फेसबुकको नयाँ अपडेट। यहाँ तपाईको यो भयो फेसबुकको आइकन। फेसबुकको आइकनमा मैले थिच्ने बित्तिकै चाहिँ फुटबलको ग्राउन्डको एउटा झट्ट झलक देखाउँछ र त्यो झलक देखाइसकेपछि यहाँ तपाईको यहाँ लेफ्ट कर्नरमा टपमा चाहिँ यहाँबाट चाहिँ ठ्याक्क चाहिँ फुटबलको आइकन यहाँबाट यता स्लाइड हुन्छ र यताबाट फेरि स्लाइड भएर दाहिनेतिर आउँछ। यो हेर्नुस् है, यो तपाईको फेसबुकलाई मैले क्लिक गरेँ, झट्ट आउँछ हैन। त्यसपछि चाहिँ यो फुटबल आइकन यता सर्यो र यताबाट फेरि स्लाइड भएर यता आउँछ है। र यो अपडेट चाहिँ कसको फेसबुकमा आयो एकचोटि चेक गर्नु होला है गाइज। हस्त, धन्यवाद।